नागरिक बडापत्रको अवधारणा ल्याउने पहिलो मुलुक कुन हो? अप्सन ए अमेरिका, अप्सन बी जापान, अप्सन सी बेलायत, अप्सन डी जर्मनी। यसको राइट अप्सन रहेको छ बेलायत, अप्सन सी राइट एन्सर। नेपालमा सुशासन सम्बन्धी नीति तथा कार्यक्रम पहिलो पटक कुन आवधिक योजनाले अगाडि सारेको थियो? नेपालमा सुशासन सम्बन्धी नीति तथा कार्यक्रम पहिलो पटक कुन आवधिक योजनाले अगाडि सारेको हो? अप्सन ए 8औं योजना, अप्सन बी 9औं योजना, अप्सन सी 10औं योजना र अप्सन डी 11औं योजना। राइट एन्सर 9औं योजना, अप्सन बी राइट एन्सर। सार्जे हिमाललाई शान्तिपीठ भनेर चिनिन्छ भने कञ्चनजङ्घा हिमाललाई के भनेर चिनिन्छ? अप्सन ए लामटाङ, अप्सन बी सगरमाथा, अप्सन सी नेपाल पिक र अप्सन डी ढोरपाटन। यसको राइट अप्सन रहेको छ अप्सन सी नेपाल पिक। सार्जे हिमाललाई शान्तिपीठ भनेर चिनिन्छ भने कञ्चनजङ्घा हिमाललाई नेपाल पिक भनेर चिन्ने गरिन्छ।